म जेठी नि मलाई भन्नुभएको नि हजुरले तपाईँ चाहिँ माइली मलाई चाहिँ जेठी भन्नु जेठी नि हो नि जेठी बुहारी यो चाहिँ तपाईँका खाल्लेका हरिप्रसाद देवर्की जेठी बुवा जेठा देवर्की बुहारी जेठी हो तल राख्नु यहाँ मेलानी प्रसाद भन्नुहुन्थ्यो अनि हरिप्रसाद भन्नुहुन्थ्यो नि लाकै खिच्दिनु हो ठिकै छ अनि कस्तो लागेको छ अघि भइरहेको रुते हुन्थ्यो नि त पहिलेदेखि अहिले बताउनु भएको नि कति वर्ष पुग्नुभयो 80 86 87 88 89 99 पुग्नुभयो पुगे ए तपाईँको नाम चाहिँ के अरे कृष्ण कुमारी कृष्ण कुमारी कति राम्रो नाम छ कृष्ण कुमारी बुढा मान्छे 10 वर्ष बुढा मान्छे जेठा बुढा मान्छे मेरा त्यही त 10 वर्ष जेठा होइन 10 वर्ष भो खसेको ए अरे तपाईँ बिमारी खै म जान्दिनँ सानी यति गएको थियो गए अनि मलाई यता दिए यतै दिए बडाउलाई दिए ए अरूलाई नाम चाहिँ के पो थियो जय नारायण जय कुमारी म जय कुमारी जय नारायण कि जय कुमारी बडा रमाइलो कुरा ए तपाईँको कतिजना छोराछोरी मेरा त नानी 7 वटा छोरा 4 छ 11 जना थुप्रै नि जम्लिया मेरो जम्लिया कति खेप जम्लिया 7 जना छोरा 4 छोरी 11 जना दुईचोटि जम्लिया नि होइन एउटै अनि ध्रुव धर्म सानो भाइ ठुलो भाइ तिनै हुन् जम्लिया चिन्नु हुँदो रहेछ मेरो भाइ चिन्दिनँ म दिदी दाजु भाइ भाउजू बुहारी सबै चिन्छु नि ल कहाँ बस्नुहुन्छ को हामी मिलन चोक संसारै मिलन चोकमा ए के नबस्नु ती त हो ल अब यस्तै छ अब सन्चै रहेछ बडामालाई देख्न मलाई त खुसी लाग्यो बोल्न पाइयो मजाले भान्सा गरे भान्सा गरेको कतिचोटि सोधिसक्नु गरिवरि आयौँ नखाने है भर्खर खाना खाएको किन नखाने बाबा भर्खर खाना खाएको नि त रुच्दैन नि त अनि अगेर खाएको भोलि